काठमाडौँ उपत्यका विभिन्न नगरपालिकामध्ये उत्तर पश्चिमी भागमा रहेको महत्त्वपूर्ण नगरपालिका हो। टोखा नगरपालिका उत्तरपट्टि हिमाल र पहाडको रमणीय दृश्यहरूको काखमा बसेको रूपरङ नयाँ भर्न सफल यो नगरपालिका अत्यन्त प्राकृतिक सुन्दरताले भरिएको छ। परापूर्व कालदेखि नै टोखा बस्ती अत्यन्तै प्राचीन छ। उखुको सहरको रूपमा स्थापित यो नगरपालिकाले उखुको सक्खर र गुटपाक लगायत उखुका धेरै प्रकारका चिजबिज उत्पादन गरेर ख्याति कमाएको नगरपालिका हो। यस नगरपालिकाको छुट्टै मात्र शान र पहिचान रहेको छ। नगरपालिका एउटा ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटकीय नगरीको रूपमा परिचित नगरपालिका। यहाँ बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले एउटा सुन्दरता दिएको नगरपालिका हैन। र यहाँ अनेकतामा एकता, विविधतामा एकता भएको टोखा नगरपालिका। र टोखा नगरपालिका विशेष गरी यो एउटा धरोहरको रूपमा, एउटा धार्मिक संस्कृति बोकेको एउटा नगरपालिकाको रूपमा आफूलाई यो नगरपालिका नबन्नुभन्दा अगाडि विभिन्न चञ्चलहरूमा यो एउटा ऐतिहासिक रूपमा रहँदै आएको यो टोखाले प्रख्यात भएको र टोखा भनेको एउटा संस्कृतिको सहर, प्राचीन सहर र टु भनेको उखु, खे भनेको खेत, टुखु उखु उत्पादन हुने खेत, चाकुको प्रख्यात एउटा नगरीको रूपमा रहेको टोखामा विभिन्न धार्मिक प्रतिष्ठानहरू छन्। जस्तै महेन्द्रेश्वर मन्दिर, चण्डेश्वर मन्दिर, सपनतीर्थ मन्दिर, गौडेश्वर मन्दिर, कृष्ण मन्दिर लगायत जाल्पा मन्दिर, बिजबिनायक धेरै मन्दिरहरू छन्। र टोखा नगरपालिकाको उत्तर भेगमा जो राष्ट्रिय शिवपुरी राष्ट्रिय निकुञ्जसँग गाँसिएको चण्डेश्वर मन्दिर, त्यसको आफ्नै महिमा छ र त्यो एउटा इतिहास बोकेको मन्दिर हो त्यो। र त्यहाँ यज्ञ के अरे दक्ष प्रजापतिले यज्ञ लगाएको ठाउँ र त्यहाँ सतीदेवीको जुन शरीर आगोमा यज्ञ लगाउँदाखेरि आगोमा घाम फालेर प्राण त्याग गरेको स्थान। त्यस कारण यो अत्यन्त धार्मिक रूपमा अत्यन्त महत्त्व छ र हजारौँ हजार हिन्दू धर्मावलम्बीहरूको लागि एउटा गन्तव्यको स्थान, एउटा धार्मिक आस्था राख्ने व्यक्तिहरूको लागि अत्यन्त महत्त्वपूर्ण स्थानको रूपमा चण्डेश्वरी मन्दिर रहेको छ। र टोखा नगरपालिकाले अहिले त्यसको के अरे कलात्मक स्वरूप गर्नको लागि नगरपालिकाले लगानी गरेको छ र हाम्रो पुरातत्व विभागसँग पनि हामीले अनुरोध गरेर त्यहाँ बजेट परेको छ। प्रदेश सरकारको बजेट पनि सहयोग परेको छ र सङ्घको सरकारको पनि बजेट परेको छ र हामीले अहिले त्यसको गुरुजना बनाइरहेका छौँ। लगभग 26 करोडको त्यो 26 करोडमा अब बिस्तारै त्यसको कार्यरूप हुँदै जानेछ। हामीले तिनवटा जुन हामी सरकारमा छौँ, तिनटै सरकारले त्यो जुन परियोजनालाई सहयोग गर्न सकेको खण्डमा त्यो चण्डेश्वरी मन्दिरको अत्यन्त गरिमा बढ्नेछ र विश्व हिन्दू धर्मावलम्बीहरूको लागि त्यो गन्तव्यको आकर्षणको स्थानको रूपमा त्यो परिचित रहनेछ। नगरसभाले नगरको उन्नति र विकासका लागि हकित कार्यक्रमहरू अघि सारेको छ।
एवं विकास निर्माण कार्यालयमा फर्काउने कार्य अघि बढाइएको छ। विषय परिस्थिति बावजुद 17औं अधिवेशनबाट स्वीकृत आयोजना कार्यक्रम तथा बजेटको कार्यान्वयन नगरपालिका लाभदायी सामुदायिक निर्माण व्यवसायिक सङ्घ संस्था एवं नागरिक स्तरबाट कार्य हुँदै हालसम्म विभिन्न उपलब्धिहरू हासिल भएको छन्। अध्यक्ष महोदय, अब म हालसम्मको कार्यान्वयनको अवस्थाबारे समीक्षा विवरण प्रस्तुत गर्नु अनुमति चाहन्छु। अध्यक्षको अनुमतिले टोखा नगरपालिका नगरसभाको 18औं अधिवेशन बैठकमा टोखा नगरपालिकाको आर्थिक ऐन 2082 को संशोधन प्रस्ताव प्रस्तुत गर्न उपस्थित भएको छु। प्रस्ताव आर्थिक ऐन 2082 को तपसिल बमोजिमको संशोधन गरी स्वीकृत गर्ने, मौजूदा व्यवस्था नयाँ व्यवस्था संशोधन गर्नुपर्ने कारण दफा 1 नम्बरमा अनुसूची 4 शीर्षक नम्बर व्यापारिक वस्तुको शीर्षक नम्बर 117 को व्यवसायको प्रकृति महल, त्यसैमा नयाँ व्यवस्था अनुसूची 4 को शीर्षक नम्बर क व्यवसाय व्यापारिक वस्तुको सी नम्बर 117 पछि सी नम्बर 118 थप गरी व्यवसायको प्रकृति महलमा घरायसी फिटनेस तथा थेरापी सामग्रीको खरिद बिक्री तथा करको दर महलमा रु 12,000 उल्लेख गर्ने नाताले महिला समूह सम्बन्धी कुरा गर्न चाहन्छु। महिलाको भोट चल्ने, कर चल्ने, महिला समूह दर्ता गर्न चाहिँ साह्रै झन्झटिलो प्रोसेस राखिदिनु भएको छ। यसलाई सहजता दिनुपर्छ कि जस्तो लाग्यो मलाई। भौतिक विकास मात्र विकास होइन, सामाजिक विकास पनि विकास हो भन्दै लक्षित कार्यक्रमलाई प्रोत्साहन दिएर उत्पादनमूलक बनाउनलाई महिला समूहलाई दर्ताको प्रक्रियामा अगाडि बढाइदिनुहुन्छ कि जस्तो लाग्यो मलाई। आज हामी टोखा नगरपालिकाको 18औं नगर अधिवेशनमा छौँ। तर अब यो हिउँदे बिचको अधिवेशन भएको हुनाले यसमा हामी ठुला त्यस्ता निर्णयहरू गर्दैनौँ। यसमा सामान्य योजनाहरू संशोधन हुने कामहरू हुन्छन्। र म केही प्रसङ्गहरू यहाँ जोड्न चाहन्छु यसैमा रहेर। र हाम्रो जुन कामको प्रतिशत हेर्दाखेरि एकदमै दयनीय अवस्थामा हामी छौँ। र हामीले हाम्रो अचिभमेन्ट सफलता प्राप्त गर्नका लागि अझ धेरै कडा सबैजनाले कर्मचारी जनप्रतिनिधि सबैले मिहिनेत गर्नुपर्ने देखिन्छ। र साथसाथै धेरै भन्नुपर्ने कुराहरू अब छन् पनि छैनन् पनि भन्दा हुने जस्तो अवस्था पनि छ। टोखा नगरपालिकाले पहिलाभन्दा अहिले धेरै कुराहरूमा हामी विकास गरेका छौँ। त्यति भन्दै गर्दाखेरि धेरै ठाउँहरूमा अझै पनि हामीले सूक्ष्म रूपमा ध्यान पुर्याउन नसकेका विषयवस्तुहरू धेरै छन्। खरिद प्रक्रियामा समस्या छ। खरिद प्रक्रियामा सामग्रीहरू खरिद गरेर ल्याइन्छ, त्यो सामानको गुणस्तर जाँच गर्ने कसले हो, यो विषयमा पनि एकदमै धेरै सोच्नुपर्ने कुराहरू छन्। सडकको दाहिने बाएँ ठेला गाडी सहित पर्सनल कार तथा मर्मत सामग्री राखी बाटो अवरुद्ध गर्नेलाई नगर प्रहरी अनुगमन टिमले तुरुन्त एक्सन लिने र नगरमा रिपोर्ट गर्ने कार्य तत्काल गरियोस्। नगरभरिका सडक बत्ती मर्मतको लागि टोली 3 जना मात्र छन्। अपुग भएकोमा इलेक्ट्रिसियनको जनशक्ति बढाई हरेक मेन रोड, साना बाटोहरू, गल्लीहरूमा लाइटको नयाँ जडान र पुरानो मर्मतको लागि पहल गरियोस्। हरेक ठाउँमा बाटो विस्तार मापदण्ड अनुसार नगरको लागि नगरबाट आवश्यक बजेट विनियोजन गरी कार्यक्रमको लागि पहल गरियोस्। यस अवधिमा हामीले जनप्रतिनिधि र कर्मचारीहरूले यो टोखा नगरमा हामीले जनतालाई कस्तो किसिमको हामीले डेलिभरी सर्भिसदेखि लिएर
एउटा सुशासन हामीले कस्तो दिइरहेको छौँ, किनभने हामी आफैले किनभने हामी जनप्रतिनिधि बनेको जनताको सेवक हौँ। जनताले अहिले कस्तो महसुस गरेको 3 वर्षको अवधि, त्यसै गरी हामी आफैले पनि आफैबाट हामीले सुरु गरौँ कि हामीले हरेक कुरोहरू हामी प्रायः जसो नेगेटिभ कुरोहरू मात्रै भ्रष्टाचारको कुरोहरू गर्छौँ, सुशासनको कुरा गर्छौँ, डेलिभरीको कुरा गर्छौँ, तर हामीले आफू जनप्रतिनिधि भनेको के हो? हाम्रो जनप्रतिनिधि भनेको जनताले कस्तो किसिमको हामीले जनताले सेवा, जनताले समस्या, जनताको आकांक्षा, इच्छा आकांक्षा हामीले गरिरहेको छौँ, यो हामी आफैबाट गर्ने हो। किनभने कुनै पनि सामाजिक काम भनेको त्यो ठाउँमा भनेको विशुद्ध सेवा हो। त्यहाँनिर हामी कमाउनु भनेर गएको हुँदैन, किनभने कमाउनु पर्छ भने एउटा भिन्नै व्यवसाय गरेर कमाउनु पर्छ। किनभने भ्रष्टाचारको कुरा आउँछ, किनभने सुशासनको कुरा आउँछ, डेलिभरीको कुरा आउँछ। त्यसै गरी टोखा नगरपालिकाले अहिलेसम्म जुन मैले बारम्बार भनिरहेको छु नेतृत्व, जुन अहिले हाम्रो टोखा नगरपालिकामा हाम्रो विकास अधिकारीको नेतृत्वमा हुनुहुन्छ, अहिले टोखा पहिले कस्तो अवस्थामा थियो र अहिले कस्तो अवस्थामा छ, किनभने हामीले आफैले नै महसुस गर्नुपर्छ। नगरपालिकाको अमूल्य चीजहरू खोजी गर्दै जाँदा सांस्कृतिक धरोहरका जात्रा पर्व र मात्राहरू विशेष देखिन्छ। नेवारी संस्कृतिको मुखुण्ड नाच लगायत विभिन्न पर्वहरूसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरू अत्यन्त उपयोगी सन्देशमूलक रहेका छन्। सांस्कृतिक पक्षलाई जोगाड गरेर अगाडि बढाउन सके पर्यटन प्रबन्धमा पनि ठूलो योगदान पुग्न सक्छ। विभिन्न वर्ग र समुदायको बसोबास रहेको यस नगरपालिकामा आफ्ना धर्म परम्परा अनुसारका मठ मन्दिर, देव देवालय, शिवालय, मठ मन्दिरहरू स्थापित भएका छन्। बिहानको सूर्योदयमा होस् अथवा साँझको सन्ध्याकालीन समयमा शङ्ख घण्टा ध्वनिहरू बजिरहेको हुन्छन्। शान्त वातावरणमा चराचुरुङ्गीको चिरिबिरी स्वरले मन आनन्दित बनाइरहेको हुन्छ। टोखा नगरपालिका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक हिसाबले विशेष महत्त्वको नगरपालिका हो। यहाँ विभिन्न किसिमका मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरू रहेका छन्। यहाँ विशेष गरी चण्डेश्वरी, बौडेश्वर, सपन तीर्थ, मनोहर तीर्थ लगायतका महत्त्वपूर्ण धार्मिक स्थलहरू टोखा नगरपालिकामा पर्छन् र ती सांस्कृतिक सम्पदाहरूको, धार्मिक सम्पदाहरूको संरक्षण, सम्वर्धन, प्रवर्धनका लागि टोखा नगरपालिकाले विभिन्न किसिमका कार्यक्रमहरू अगाडि सारेको छ। त्यसै गरी टोखा नगरपालिकामा विशेष गरी नेवार जाति र तामाङ जातिका संस्कृतिहरू महत्त्वपूर्ण रहेका छन् र विभिन्न किसिमका यहाँ गुठी, खल, पूजा लगायतका धार्मिक संस्थाहरू पनि रहेका छन् भने विशेष गरी टोखा नगरपालिकाभित्र जुन टोखा भनेर चिन्छौँ हामी, टोखा बजार आफैमा एउटा ऐतिहासिक लामो इतिहास बोकेको पुरातात्विक सम्पदाहरूले चाहिँ भरिपूर्ण एउटा सहर छ र त्यहाँ हामीले विभिन्न किसिमका धार्मिक पर्यटकीय स्थलहरूको विकास गर्ने, सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने, क्षतिग्रस्त संरचना, क्षति भएका संरचनाहरूलाई पुनर्निर्माण गर्ने लगायतका कामहरू पनि हामीले गरिरहेका छौँ भने टोखा नगरपालिका भित्र रहेका विभिन्न सांस्कृतिक सम्पदाहरूलाई समेटेर हामीले एउटा धार्मिक पर्यटनको एउटा मार्ग समेत विकास गर्ने गरी हामीले कार्यक्रम गर्दै आएका छौँ। विभिन्न मठ मन्दिरहरूको बीचमा अत्यन्त महत्त्वपूर्ण मन्दिर चण्डेश्वरी रहेको छ। यो देवी मन्दिरको प्राचीनता र मन्दिरको महिमा लिखित श्रुति परम्परा पनि उत्तिकै महत्त्वको साथ रहेको छ।
दसैँ नवरात्रमा भक्तजन र स्वयं गुठीका तर्फबाट बलि चढाएर देवीको आराधना गरिन्छ। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः भनेर गरिने देवी शान्तिको आराधना अत्यन्तै उच्च कोटिको रहेको छ। यो सुन्दर चण्डेश्वरी मन्दिरको विशिष्ट तर आफ्नै रहेको छ। एक प्रसिद्ध मन्दिरको रूपमा चण्डेश्वरीलाई मान्न सकिन्छ। यसै नगरपालिकाभित्र अर्को महत्त्वपूर्ण मन्दिर स्वप्नतीर्थ मन्दिर हो। यो गणेशको मन्दिर हो। हाम्रो हिन्दू धर्मको पहिलो पूजक गणेश नै हुन्। यस मन्दिरको पनि विभिन्न धार्मिक किमतीहरू पाइन्छ। भक्तजनहरूले भक्तिका साथ पूजा अर्चना गरेमा फल प्राप्ति हुन्छ भन्ने कुरामा जानकारी पाइन्छ। स्वप्नतीर्थको पनि उत्तिकै महत्त्व पाइन्छ। बौडेश्वर यस नगरपालिकाको प्राकृतिक दृश्यले रमणीय क्षेत्र हो। यसमा रहेको अद्भुतपूर्व प्राकृतिक स्रोत र सम्पदा हेर्दा अत्यन्त उच्च किसिमको प्राकृतिक पर्यटकीय स्थल हुने ठूलो सम्भावना बोकेको देखिन्छ। वरिपरि प्राकृतिक सौन्दर्यता, कलकल पानीको आवाज, झरझर झरना, अकाल्पनिक सुन्दर छतको रूपमा रहेको ढुङ्गा गुफा, त्यहाँ मुनि रहेको देवी देवताका मन्दिरहरू हेर्दा धर्म र संस्कृतिको सङ्गम स्थलको रूपमा रहेको देखिन्छ। टोखा नगरपालिकाका सम्पूर्ण वासीहरूलाई गौरव हेर्ने थलो बनेको छ। यसरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले एक उत्कृष्ट नगरपालिकाको रूपमा लिन सकिन्छ। यो चाहिँ अब मलाई थाहा भएको चाहिँ अब म पनि भर्खरै यहाँ आएको हो यस जारी गर्नलाई र यो चाहिँ हजुरको मैले थाहा भइकन पनि अहिले 10-15 वर्ष भयो अलि चर्चित भएको 15 वर्ष जति भयो। यो सतीदेवीको बायाँ स्थान पतन भएर उत्पत्ति हुनुभएको श्रीकृष्ण बोडेश्वर महादेव भनेर यहीँ हुनुहुन्छ भित्र र त्यसरी चाहिँ अब स्वस्थानी किताबमै उल्लेख गरिएको छ। सतीदेवीको बायाँ स्थान पतन भएर उत्पत्ति हुनुभएको श्रीकृष्ण बोडेश्वर महादेव भनेर भनिन्छ र कृष्ण भगवान चाहिँ हाम्रो यहाँ हुनुहुन्छ। यहाँ हुनुहुन्छ अनि 5 माण्डवको पाइला भनेको चाहिँ यो पोखरीमा हुनुहुन्छ। यो पाण्डव 5 माण्डवको पाइला अनि हजुरको यसरी जाँदाखेरि चाहिँ यता चाहिँ सीता पाइला छ। उहाँ ढुङ्गामा चाहिँ सीता पाइला छ ठुलो विशाल ढुङ्गामा र माथि पनि हाम्रो गुफा छ।